सदीप लामाज्यूको बारेमा मैले एउटा पुस्तक लेखेँ र त्यो किताबको विधिवत तरिकाले विमोचन भइसकेको छ र यो कतिलाई लाग्छ यो त्यही किताबको अङ्ग्रेजी भर्सन हो र यो विषयमा म अलिकति तपाईँहरूलाई क्लेरिफाई गर्न चाहन्छु। यो अङ्ग्रेजी भर्सन हो तर यो त्यही किताबको एक्ज्याक्ट अङ्ग्रेजी भर्सन चाहिँ कदापि होइन, किनभने अघि मात्रै हाम्रा उहाँको श्रीमतीले भन्नुभएको जस्तै यदि 30 वर्षको कुरा मैले यहाँनिर गरेँ भने त समय जान्छ भन्नुहुँदै थियो उहाँले र मलाई लागिरहेको थियो यदि उहाँले त्यो 30 वर्षको कुरा गर्नुभयो भने त फेरि इट विल बी अ नेक्स्ट बुक जुन चाहिँ लेखिएकै पो हुनेछ। र मैले विशेष गरेर यो किताबबाट लेख्ने जन्मको किन कसे भन्दा त्यसको विषयमा भन्नुभन्दा अगाडि अघि म त भाउजू भन्छु उहाँले भनिरहनु भएको थियो उहाँले मेरो बाबालाई पनि चिन्नु हुँदो रहेछ। अनि आज धेरै वर्षपछि यसरी बाबाको कुरा सुन्दाखेरि मलाई पनि खुसी लाग्यो है। तर म कहिले पनि मेरो बाबाको विषयमा बोल्दिनँ किनभने अनि म भन्छु पनि तपाईँको अगाडि किनकि म मेरो बाबासँगको मेरो राम्रो खालको अनुभवहरू धेरै कम्ती छ किनकि उहाँ पिउनुहुन्थ्यो तर पनि उहाँले पिए तापनि हामीलाई पढाउनु भयो हामीलाई लेखाउनु भयो अनि जसको द रिजल्ट चाहिँ यहाँनिर म तपाईँको अगाडि उभिरहेको छु। अनि मैले के सिकेँ वाट आई हेभ लर्न फ्रम माई ड्याड एन्ड फ्रम द सोसाइटी भन्दाखेरि एउटा कुरो हो इफ युर सन्स एन्ड डटर्स इन फ्युचर वान्ट्स टु राइट सम लाइन्स इन योर रेस्पेक्ट इन योर टुम देन वाट विल दे राइट। अर्थात् भोलिको दिनमा तपाईको बाबा तपाईको छोराछोरीले तपाईको कपुरमा तपाई मरेर गएपछि तपाईको कपुरमा यदि तपाईको छोराछोरीहरूले इफ दे वान्ट टु राइट सम लाइन्स इन योर रेस्पेक्ट व्हाट विल दे राइट उनीहरूले तपाईको विषयमा के लेख्न चाह्यो भने चाहिँ के लेख्ने त त्यसले के बताउन खोज्छ भने हामीले केही न केही यस्तो कुरा छोडेर जानुपर्छ सोसाइटीमा हाम्रो नानीहरूलाई हाम्रो विषयमा लेख्नका लागि सजिलो परोस्। My dad was nothing. He was very drunkard. He was zero. भनेर लेख्ने हो कि my dad was a writer. My dad was a helpful person. He was a social worker. भनेर लेख्ने। अनि I want to highlight some points regarding this book. त्यो चाहिँ के हो भन्दाखेरि आज सोसाइटीमा मैले हेरिरहेको छु हामी we live in a society we live in a hypocritical society मा हामी छौं जहाँनिर तपाईले फेसबुक चलाउनुहुन्छ त्यो फेसबुक चलाउँदाखेरि के देख्नुहुन्छ भने पहिलो पीडितलाई फल्ना गरेर एउटा पाल प्रदान गरिरहेको छ। एउटा पाल पहिलो पीडितलाई प्रदान गर्दा पनि दिँदा पनि कतिपय मानिसहरू एकदमै हाइलाइट गरिरहेको हुन्छ भनेपछि सदीप लामाजीले सोसाइटीलाई पैसा समय अनि आफ्नो रगत पनि दिइरहेको छ। हरेक वर्षमा एकचोटि उहाँले ब्लड डोनेसन क्याम्प गर्नुहुन्छ अनि आफूले रगत पनि दिनुहुन्छ। सो डोन्ट यु थिंक दिस हैज टु बी रिटन इन द बुक। तपाईलाई लाग्दैन यो कुरा लेखिनु पर्छ? डोन्ट यु थिंक दिस हैज टु कम इन द लाइट अफ द पिपल? तपाईलाई लाग्दैन यो मानिसले बुझ्नु पर्छ? अनि यो कुरा मैले लिए I have taken it as a challenge and I want to make one thing very clear that I didn't claim any money for writing this book. And the other thing is that I don't want anything, any single penny from Sandip Dasu in the future also. म उहाँलाई भविष्यमा पनि केही पनि क्लेम गर्दिन। As you know, some of you are writers here. तपाईहरु यहाँ राइटर हुनुहुन्छ। हामीले एउटा बुक लेखेपछि कति मेहनत गर्नुपर्छ। Although this is not only my effort, म यहाँ धन्यवाद दिन चाहन्छु कतिलाई डेफिनेटली दिन्छु। एउटा कम्बाइन हुन्छ एउटा टिमले काम गरिरहेको हुन्छ अनि उनीहरु किताबहरु लेख्छ भने त्यसको रोयल्टीहरु पाउँछ। तर मलाई त्यसको केही पनि खाँचो छैन किनकि परमेश्वरले मलाई अर्कै ठाउँमा राख्नु भएको छ। मेरो सर्भाइभ राम्रोसँग भइरहेको छ।
तर मैले के देखेँ भन्दाखेरि इफ समवान इज वर्किङ फर द सोसाइटी, इफ समवान इज डुइङ च्यारिटी इन द सोसाइटी फर द अपलिफ्टमेन्ट अफ पिपल, आई थिङ्क वी निड टु क्ल्याप फर हिम. I think we have to appreciate him or her to move forward and to encourage him to continue his work. अनि एउटा बेनिफिट मलाई के भयो भन्दाखेरि सिस्टर, अब मलाई के बेनिफिट भयो, वाट इज द बेनिफिट फर राइटिङ दिस बुक भन्दाखेरि नि मेरो पनि अङ्ग्रेजीहरू धेरै इम्प्रुभ भएको छ. त्यो पनि मलाई बेनिफिट नै भयो भनौँ न त. अनि मैले यो लेखेँ किनकि मलाई धेरै भन्यो. We want to know more about Sadip Lama, but we cannot read Nepali भनेर हाम्रो सिस्टरहरूले भन्नुभएको थियो. And on that day, I promised them very soon I am going to present you the English version of this book. Not only the English version of this book, the complete version of this book. मैले भनेको थिएँ, today I am very much feeling proud to present the English version of my book before the reader. मैले मेरो वचनलाई मैले पुरा गरेँ. अनि यो किताब कतिले भनिरहेको थियो यो सदीप लामाज्यूको एउटा बायोग्राफी हो टु सम एक्सटेन्ट एउटा बायोग्राफी हो, तर दिस इज वान काइन्ड अफ मोटिभेसनल बुक हो, यो उत्साह हुने बुक हो. र अहिलेको हाम्रो जुन चाहिँ जेनजी जेनेरेसन छ, अघि हाम्रो पूर्व वक्ताहरूले भनेको जस्तै उहाँहरूले नेपाली अब अलिकति पढ्नु सक्दैन र यो हामीले इङ्ग्लिसमा लेख्यौँ यो किताब. अनि आज तपाईले एउटा नोटिस गर्नु होला, पहिलाको किताब जुन चाहिँ थियो त्यो हामीले एकदमै प्रिसियस थियो, त्यो हामीले त्यसै पनि हामीले बाँड्यौँ. त यो पालि हामीले यो किताबको एउटा प्राइस राखेका छौँ. अनि किन हामीले प्राइस राख्यौँ भन्दाखेरि जति पनि यो किताब सेल हुन्छ द्याट एमाउन्ट विल डाइरेक्टली गोज टु याश्री फाउन्डेसन. एन्ड याश्री फाउन्डेसन इज द मिडियम द्याट इज वर्किङ फर द बेनिफिट अफ फर द अपलिफ्टमेन्ट अफ डिप्राइभ पिपल. अनि उनीहरूको लागि गरिरहेको छ. र हामीले साँच्चै नै साह्रै बेसी हामी कस्तो भएका छौँ भने हामी पोइन्ट गर्छौँ, हामी यो भएन त्यो भएन. मैले एउटा कथा यहाँ लेखेको छु, म तपाईँलाई भन्छु नि. एउटा जङ्गलमा आगो लागेको हुन्छ, अनि त्यो आगो लाग्दाखेरि सबै एनिमल्सहरू भाग्दै गरेको हुन्छ. हात्ती पनि भाग्छ, जिब्रा पनि भाग्छ, जिराफ पनि भाग्छ, सबै भाग्छ. तर एउटा सानो चरीले चाहिँ आफ्नो टिपमा पानी अलिअलि टिप्दै आगोलाई निभाउने प्रयास गरिरहेको हुन्छ. अनि उसको त्यो प्रयासलाई देखेर, एफर्टलाई देखेर जति पनि ठुलो ठुलो एनिमल्सहरू हुन्छ उनीहरू हाँस्छ. वाट यु आर डुइङ, आर यु फुलिस, डोन्ट यु थिङ्क द्याट यु क्यानट एक्सटिङ्ग्विस दिस फायर, इट्स अ ह्युज. तिमीले सक्दैनौ, कसरी निभाउन सक्छौ भन्दाखेरि चरीले चाहिँ भन्छ, आई नो I am not worthy to extinguish this fire. मलाई थाहा छ म यो आगोलाई निभाउन सक्दिनँ, but I will continue to my effort. तर म मेरो सानैले भए पनि म प्रयास गर्नेछु. मलाई लाग्छ हामीले सदीप दाजुलाई उत्साह दिनुपर्छ, किनकि उहाँ पनि मान्छे हो, उहाँ पनि थाक्नुहुन्छ, उहाँ पनि निराश हुन्छ. जति ठुलो बिजनेस, जति ठुलो रेस्पोन्सिबिलिटी, त्यति नै ठुलो टेन्सन पनि हुन्छ. तर पनि उहाँले राम्रो काम गर्नु छोड्नु भएको छैन. अनि त्यही राम्रो कामलाई एप्रिसिएट गरेर मैले यो किताब लेख्ने, यसलाई ट्रान्सलेट गर्ने, अझै थप्ने जबरको मैले गरेँ. र आज मैले भन्ने लागेको थिएँ कि मैले कम्प्लिट भर्सन आज तपाईँहरूको अगाडि मैले प्रेजेन्ट गरेँ. तर आई डोन्ट थिङ्क आई विल बी एभर एबल टु राइट अ कम्प्लिट भर्सन इन सदीप लामास फेभरमा. म लेख्नै सक्दिनँ रहेछु, किनभने यस्तो हुँदैछ यहाँनिर. मैले लेख्छु, म अब चाहिँ कम्प्लिट गर्छु भन्छु, उहाँले केही न केही नयाँ तरिकाले सोसियल वर्क गरिरहनु भएको हुन्छ. अब फेरि त्यसलाई मैले हाल्नु पर्यो. सो इट विल गो अन. अनि मैले भने अब त म सक्दिनँ होला, किनकि त्यो तपाईँले गरेकै छ, मैले लेखेकै छ भने त कहिले कम्प्लिट गर्नु, कहिले कन्क्लुड गर्नु भनेर मैले उहाँलाई भनिरहेको थिएँ. अनि उहाँले युनिक कुराहरू गर्नुभयो. हेर्नुहोस्, यो किताब अघि जस्तै समरी लेख्नुभयो जनाब नफिस, उहाँले भन्नुभयो, म अनि नफिसज्यू हामी उहाँलाई यो रिगार्डिङ दिस बुक हामीले इन्टरभ्यू लिन गएका थियौँ. एक दिन जाँदाखेरि एकजना स्टाफ आयो. अब म ठाडो भाषामा भन्छु, एकदमै उहाँको लाटा भनौँ डेफिनेट डम रहेछ, सुन्नु हुँदैन रहेछ, बोल्नु हुँदैन रहेछ. उहाँ आउनुभयो अनि हामीलाई चियाहरू दिनुभयो. अनि स्टाफ हो मेरो त भाइ, उहाँले स्टाफ हो, मैले त 10% स्टाफ चाहिँ मैले डिफरेन्ट डमलाई राखेको छु भन्नुभयो. अनि भित्रबाट मलाई के भयो भने कसरी चाहिँ राख्नुभयो, होटल जस्तो बिजनेसमा जहाँ चाहिँ कम्युनिकेसनको एकदमै कम्युनिकेसन त ठिक हुनु पर्यो, कान सुन्नु पर्यो, आँखा देख्नु पर्यो,
कसरी राख्नुभयो भन्दाखेरि मैले उनीहरूको लागि एकजना टिचरलाई हायर गरेको छु अनि उहाँ टिचरले चाहिँ उहाँलाई ट्रेनिङ गर्नुहुन्छ अनि उहाँलाई चाहिँ इम्प्लोइमेन्ट दिएको छु। अनि यो कुरो लागि मेरो मित्रले भनेको जस्तै उहाँको आँखामा पनि आँसु आयो भने मेरो आँखामा पनि आँसु आयो। यो कुराहरू यहाँनिर लेखिएको छ। सोसाइटीको लागि मैले उनीहरूलाई भनेको होइन, तर सोसाइटीको लागि ढाडोहरूलाई पनि ढाडोले भनौँ सोसाइटीको लागि कसले गर्छ, लाटा कान पनि सुन्दैन, आँखा पनि देख्दैन, होटल बिजनेसमा कसले ल्याइरहन्छ, उनीहरूलाई पनि ट्रेनिङ दिएर एउटा जब अपर्च्युनिटी दिएर उनीहरूको चुलामा आगो बाल्ने काम कसैले गर्यो भने सन्दीप दाजुले गर्नुभयो। र यसरी नै मलाई एउटा कुरा अचम्म लागेको के देखेँ, what I have seen one day भन्दाखेरि लिटरली सन्दीप दाजु वाज साधारण भाषामा राइट वर्डमा भन्नुपर्दाखेरि he was begging in front of the people. He was literally begging. उहाँले मागिरहेको थियो पैसा। अब एमडी अफ एससी कम्पनी वाज बेगिङ इन फ्रन्ट अफ द पिपल। हेर्नुहोस् त, मागिरहेको थियो। मैले भने दाजु यो त सुहाएन, तपाईँले त पैसा माग्नु हुँदैछ भन्दाखेरि दाजुले एउटा कुरो भन्नुभयो। मैले त्यो यो किताबमा इन्क्लुड गरेको छु। तपाईँलाई थाहा छ जब मदर टेरेसाले च्यारिटी गर्नुको लागि इन्डियामा आउनुभयो, मदर टेरेसाले पनि यसरी मागिकन च्यारिटी गर्नुभयो भने मदर टेरेसाले त मागी पनि च्यारिटी गर्छ भने म मेरो नानीहरूको लागि माग्नु परे पनि माग्छु, कसैलाई ढोक्नु परे पनि ढोक्छु, तर म च्यारिटी गर्न चाहिँ छोड्दिनँ। यस खालके उहाँले यो खालके म यो किताब लेख्दै म आफै मोटिभेट भएको भएँ। अनि मलाई लाग्यो साँच्चै नै उपरवालाले सिरेर त तास दिँदो रहेछ भन्ने चाहिँ मलाई कुरा लाग्यो। जसलाई पाइ त्यसलाई किन दिँदैन रहेछ भन्ने कुराहरू। अनि एउटा कुरो मैले किताबको फर्स्ट पेजको फर्स्ट स्टार्टिङमा लेखेको छु, द ट्री द्याट ह्याज मच फ्रुट इज द ट्री द्याट बेन्ड्स टु द ग्राउन्ड। फल लागेको जति बेसी फल लागेको रुख हुन्छ त्यति नै बेसी झुकेको चाहिँ त्यो रुख हुन्छ। अनि त्यो एक्ज्याक्ट कुरा चाहिँ लिभिङ टेस्टमा चाहिँ मलाई लाग्छ सन्दीप लामाजी हुनुहुन्छ। अनि हामीले हाम्रो सोसाइटीमा हाम्रो मान्छेलाई चिन्नु सक्नुपर्छ। हामीले साहित्यकारलाई चिन्छौँ, कलाकारलाई पनि चिन्छौँ, अन्य क्षेत्रहरूमा दिग्गज अभिभावक मानिसहरू सबैलाई हामीले चिन्छौँ भने यो सेक्टरमा पनि रिडरहरूको अगाडि हाइलाइटमा आउनुपर्ने कुराहरू छ। अनि यो उहाँको जीवनलाई देखेर, उहाँले गर्नुभएको कामहरूलाई देखेर चाहिँ कोही मोटिभेट हुन्छ भने द्याट विल बी माई रिवार्ड दाजु। एकैजना पनि भोलिको दिनमा कसैले पनि मोटिभेट भएर कसैले पनि यो कुरालाई बुझेर च्यारिटी गर्छ भने त्यो चाहिँ नै मेरो लागि रिवार्ड हुन्छ र त्यही नै मेरो लागि एउटा उपहार पनि हुन्छ। मैले पनि सोचेको थिएँ यो जुन चाहिँ मैले कोट लगाइरहेको छु, पहिला पनि मैले यही कोट लगाएको थिएँ। यो फर्स्ट टाइम होला मैले यो किताब योसँग मेरो 5 वटा किताब भइसक्यो र यो फर्स्ट टाइम होला मैले पुरानै लुगा लगाएर आएँ। किनभने मैले यो स्टोरी यहाँ छ अहिले उहाँले भन्नुहुन्छ, तर मैले पनि सोचेँ कि च्यारिटीमा गर्नुपर्ने रहेछ, बरु लुगाफाटा अलिक जस्तो लगाए पनि हुने रहेछ भन्ने कुरा मैले पनि सोचेँ। उहाँको पनि इन्स्पायर भएर अनि म पनि आज यसरी चाहिँ आइरहेको छु तपाईँहरूको अगाडि। अनि म के भन्न चाहन्छु भने यो किताब आज तपाईँको अगाडि छ, चिटिक्क पढेको किताब छ, रिड इट, लर्न समथिङ। अनि आई एम 100% एस्योर दिस बुक विल डेफिनेटली चेन्ज योर हार्ट एन्ड चेन्ज योर वे अफ लिभिङ। यो म तपाईँलाई क्यान एस्योर यु। अनि म के भन्न चाहन्छु, किताब आज तपाईँको अगाडि आउनुमा मेरो मात्रै प्रयास छ, कदापि छैन। एउटा किताब लेख्नु इट विल टेक एटलिस्ट 2 years फर मी। इट हेज टेक 2 years फर मी टु कम्प्लिट दिस बुक। अनि यो किताब कम्प्लिट भएछ होइन रहेछ भन्ने मलाई आज फिल भयो। यो 90% to 80 to 90% कम्प्लिट रहेछ, किनकि उहाँले अझै पनि च्यारिटी गर्न छोडेको छैन र दे विल डेफिनेटली कम। आई होप when we will have the complete version of his charity मलाई लाग्छ। अनि अर्को यो किताब लेख्नमा विशेष गरेर म मेरो पक्षबाट म धन्यवाद दिन चाहन्छु। सर्वप्रथम मेरो मित्र मैले भनिहालेँ दान, जसले मलाई सबैभन्दा पहिला एउटा किताब प्रेजेन्ट गर्नुभएको थियो। अनि त्यो किताब पढेर म इन्स्पायर भएँ। रिक वारेनको त्यो पर्पज डिभाइन लाइफ भन्ने किताब थियो, म इन्स्पायर भएँ। अनि त्यसरी नै मैले कतिपय किताबहरू पढ्दै गएँ। अनि त्यो पढ्दै गर्दाखेरि मलाई लेख्नु मन लाग्यो अनि हामीले लेख्न थाल्यौँ। अनि लेख्दै गर्दाखेरि आज यो किताबहरू तपाईँहरूको अगाडि प्रेजेन्ट गर्न सकेँ। उहाँलाई नफिस
उहाँ अनि म हामी रिलिजियस टक बेसी गर्छौँ। हाम्रो दुईजनाको एउटा कम्बाइन पेपर छापिनेवाला छ भेरी सुन, मुस्लिम अनि क्रिस्चियन डाइभर्सिटी भनेर एउटा किताब हामीले कोसिस गरिरहेका छौँ। अनि उहाँ एउटा इन्टेलेक्चुअल मान्छे हुनुहुन्छ, उहाँले पनि यो किताबको समरी लेखिदिनु भयो। उहाँलाई पनि म हृदयबाट धन्यवाद दिन चाहन्छु। अनि जहिले पनि मेरो एकै फोनमा सागर भाइ चाहिँ माइकको अगाडि खालि मिठो बोल्नुहुन्छ, फोनमा चाहिँ एकदमै डरलाग्दो बोल्नुहुन्छ भन्दै मेरो निमन्त्रणलाई स्वीकार गरेर पिटर पास्टर उहाँ लेखक पनि हुनुहुन्छ, उहाँ आइदिनुहुन्छ र यसरी मेरो प्रोग्राममा उहाँ बोलिदिनुहुन्छ। उहाँलाई पनि म धन्यवाद नदिन सक्दिनँ, उहाँको पनि योगदान छ यो किताबमा। अनि यो किताब लेख्दै गर्दाखेरि मेरो श्रीमती जो आज आउनु सकेन इक्जाम्सले गर्दा, नानीको इक्जाम्सले गर्दाखेरि उहाँले मलाई जोस दिनुभयो। उहाँले मलाई अझै बेटर वर्ड हान्नुहोस् न, अझै बेटर वर्ड हान्नुहोस् न भन्दै मलाई भन्नुभयो। म मेरो श्रीमतीलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँको सपोर्ट बिना इट वुड नट पोसिबल फर मी टु यो किताबहरू लेखेर म इभन आई कान्ट इमेजिन लेख्नु सक्दिनँ थिएँ है। उहाँलाई धन्यवाद दिन चाहन्छु। भने हाम्रो भाइ स्यारन त्यहाँ बसिरहेको भएको छ, भाइ एकछिन उठिदिनु। हाम्रो भाइ स्यारन भाइ एकदमै उहाँ कम्ती बोल्नुहुन्छ, तर उहाँ यो किताब लेख्नमा एकदमै मेन हुनुहुन्छ। उहाँले थ्याङ्क यू भाइ, उहाँले रातभरि बस्यौँ, उहाँ हामी बात गऱ्यौँ यसलाई कस्तो तरिकाले ट्रान्सलेट गर्नुपर्ने हो, के गर्नुपर्ने हो, उहाँ अनलाइन गर्नुहुन्छ, उहाँले गरिदिनु भएको छ। टेक्निकल सपोर्ट पनि उहाँले गरिदिनु भएको। अब यसमा हामीले अलिअलि एआईहरू चलाउनु पऱ्यो, अलिअलि अब कतिवटा कुराहरू चलाउनु पऱ्यो, टेक्नोलोजीलाई युज गर्नु पऱ्यो, अनि उहाँले गरिदिनु भयो। उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि तपाईँहरू जतिजनाले मलाई माया गर्नुभयो है। अनि होटलबाट विशेष गरेर कैलाश भाइलाई टिक्कै लगाएँ मैले, हाम्रो पास्कललाई पनि मैले टिक्कै लगाएँ, हाम्रो अविरल, हाम्रो निमेश भाइ, प्रणय भाइ, उहाँहरूलाई मैले टिक्कै लगाउनै पर्छ। उहाँहरू अर्को लाइनको मान्छे भयो, अब म अर्को लाइनको मान्छे भयो। कतिवटा मटेरियलहरू दिनमा प्रोभाइड गर्नमा उहाँहरूलाई मैले फोन गरेँ। हाम्रो सागर साथी उहाँहरू सबैले जहिले पनि मलाई सपोर्ट गर्नुभयो। अनि यसमा उहाँहरूको नामहरू पनि छ। हु विल सिङ द सङ फर देम, जसले हामीलाई नाच्दै रूपमा आँच पाकिसकेछ भन्नु सिकायो, जसले हामीलाई ए फर एप्पल बी फर बल भन्न सिकायो, उनीहरूको लागि हामी कहिले पनि ताली बजाउँदैनौँ। त्यसले हामीले लेख्यौँ, पढ्यौँ, मटेरियलहरू पनि कलेक्सन गऱ्यौँ, तर कम्प्युटरको अगाडि बसेर आँखा टट्टाउन्जेल घरि यो भएन दिदी, घरि यो भएन भन्दै 1 महिनाभन्दा बेसी दिपा दिदीले कम्प्युटरमा बसेर गरिदिनु भयो सिस्टमेटिक। अनि म आज दिदीलाई मैले स्पेसल रिक्वेस्टमा बोलाएको थिएँ। अनि उहाँले पनि यो किताबमा एकदमै आफ्नो समय दिनुभयो, रिसाउनु भएन, घरि यो भएन, घरि त्यो भएन, घरि स्पेलिङ गर्दै मिस्टेक हुन्छ, घरि के हुन्छ, अनि उहाँले गरिदिनु भयो र उहाँ पनि आइदिनु भयो। उहाँलाई धन्यवाद। अनि जतिजना अरूको मैले कसैको पनि नाम बिर्सेँ भने मलाई क्षमा गरिदिनुहोस्। अनि यो हामी टिमको एउटा एफर्ट थियो, हामी सबैजनाले मिलेर हाम्रो मान्छे, हाम्रो गौरव श्री सदीप लामाको बायोग्राफी, स्ट्रगल, च्यारिटी, सक्सेस सबै कुरालाई कम्पाइल गरेर एउटा किताबको रूप दिएर हामीले तपाईँहरू सोसाइटीको अगाडि प्रेजेन्ट गर्नमा तपाईँहरूको भूमिका पनि त्यति नै छ जति मेरो छ। अनि तपाईँहरूको भूमिकाले, तपाईँहरूको हेल्पले म अझै उत्साहित भएको छु। आई एम भेरी करेज टु राइट or to do any other book, to work for other book. म अर्को किताबको लागि काम गर्न लागि तयार छु। तपाईँले यहाँ हेर्नु भएको छ, यहाँनिर कुरा बुझ्नु भन्ने इम्प्रेसमा छ यो किताब, त्यो पनि चाँडै नै रिलिज भइरहेको छ। र यसरी नै मेरो काकाहरू दाजुहरू सबैजना आइदिनु भयो, तपाईँहरू सबैलाई धन्यवाद दिन्छु। र मलाई लाग्छ मैले यो किताब लेख्नमा 100% एफर्ट दिएको छु, तर पनि ह्युमन एरर हुन्छ भने एउटा दुईटा बेलुका हामीले आँखा चिम गरेर कम्प्युटरमा हेर्दै गर्दाखेरि भोक लागेको थियो है दिदी, तिर्खा लागेको थियो, निन्द्रा लागेको थियो, त्यति बेला अलिअलि एउटा दुईटा कतै मिस्टेक पनि हुनसक्छ। म भन्नु सक्दिनँ कि 100% राइट छ, 100% सही छ भन्छु। त्यसमा तपाईँहरूले एउटा भाइ सम्झेर, एउटा नौलो राइटर सम्झेर क्षमा गरिदिनुहोस्। अनि यो किताब पढिदिनुहोस्, यो किताब किनिदिनुहोस्, अनि ती नानीहरूलाई सहयोग गर्नुहोस्, ती मानिसहरूलाई सहयोग गर्नुहोस् जसलाई सहयोगको आवश्यकता छ भन्दै तपाईँहरूलाई फेरि पनि धन्यवाद दिँदै, सबैलाई धन्यवाद दिँदै, ईश्वरलाई विशेष गरी धन्यवाद दिँदै मेरो 2 शब्द यही राख्न चाहन्छु।